चिकन चिल्ली सिम्पल यस्तो खतरा मिठो बनाउँदैछु आज म घरमा नै। हजुरहरूले मेरो तरिकामा पनि एकपटक बनाएर ट्राई गर्नुभयो भने 5 स्टार होटल जान भुल्नु नै हुनेछ। पैसाको सत्यानाश हुँदैन होइन। यदि जान मन लाग्छ भने चाहिँ जानुस् है, आई एम जोकिङ। तर म कसरी बनाउँछु हजुरहरूलाई सेयर गर्छु है त। सुरुमा चाहिँ मैले बोनलेस चिकन लिएँ, त्यसपछि यसलाई चाहिँ कट 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 गर्नुपर्ने हुन्छ। मैले आफूलाई मनपर्ने साइजमा काटिसकेकी छु। ल हेर्नुहोस् त, मैले अलि ठुलो ठुलो पिस काटेकी छु। हजुरहरूले आफ्नो इच्छा अनुसार सानो ठुलो जत्रो पिस मनपर्छ त्यत्रै पिसमा काट्नु होला। मैले एउटा सफा बाटा लिएँ, त्यसमा चाहिँ मैले यो चिकनलाई खुरु खुरु हाल्छु। त्यसपछि सरर हरियो फ्रेस कागती निचोर्छु। थोरै भेनेगर हाले पनि हुन्छ, अलिकति बेसार, अनि त्यसै गरी पिरो खोर्सानी, स्वाद अनुसार नुन है, अनि अलिकति सोया सस पनि छुटाउनु हुँदैन। यो चाहिँ बेसनको पिठो हो। त्यसै गरी 1 चम्चा जति चामलको पिठो। रेड चिल्ली फ्लेक्स किन छुटाउने, खलमा चाहिँ अदुवा लसुन कुट्दैछु, यसलाई पनि टुक्क त्यसैमा राखिदिने अनि मजासँग म्यारिनेट गर्नुपर्ने हुन्छ। यदि समय छ भने छोपेर ओभरनाइट फ्रिजमा छोडिदिनुहोस्, एकदमै मिठो हुन्छ। यदि टाइम छैन भने इट्स ओके। मैले एउटा अन्डा पनि प्याट्ट फुटाएर फ्याट्ट हालेँ। अब के गर्ने त भन्दा यो अन्डा पनि सबैतिर लाग्ने गरी मिक्स गर्ने। त्यसपछि कस्तो मजाले हेर्दै एकदमै राम्रो कलर आएको छैन त? दामी आएको छ, हेर्नुहोस् त, देखिसक्नुभयो हजुरहरूले। हजुरहरूलाई मन पर्यो, मलाई त मन पर्यो। म चाहिँ उत्तिखेरै बनाउँदैछु। मैले यता तेल तताउन राखिसकेँ, तेल तात्यो। अब एउटा एउटा पिस गरेर यो तातो तेलमा खुद्रु 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 खसाल्ने। सकेसम्म एकअर्का जोडिएन भने झनै राम्रो, यदि जोडियो भने पनि ठिकै छ। त्यही हो, नटाँसियोस् भनेर हो क्या त्यो जोड्न नहुने चाहिँ। तर एकछिनमा मैले फर्काइसकेँ। हेर्नुहोस् त, फर्काइसकेपछि त मजाले सुई 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 चलाउन मिल्यो। अबको काम के छ भने यो चाहिँ रातो हुने गरी फ्राई गर्नुपर्ने हुन्छ, भित्रसम्म पाक्नुपर्ने हुन्छ। तर एकदमै मिठो हुन्छ, यत्तिकै पनि हामीले खान सक्छौँ। तर आज हाम्रो प्लान के छ त भन्दा मिठो पिरो चिकन चिल्ली बनाउने प्लान छ। त्यसैले गर्दा मैले चाहिँ यसलाई रातो बनाएर फ्राई गर्दैछु। लगभग लगभग यतिको फ्राई भइसकेपछि तेलबाट तैराउने, त्यसपछि फेरि सफा प्वाल गरेको यो आरीमा सर्लक सर्लक निकाल्ने। यसो गर्नाले चाहिँ यो चिकनमा रहेको तेल पनि सर्लक्क तैरिन्छ। मैले बाँकी रहेको सबै चिकन डिप फ्राई गरेर पनि भ्याइसकेँ। फराक प्यानमा अलिकति तोरीको तेल तताउने अनि लाम्चो लाम्चो गरी काटेको अदुवा र लसुन राखेर एकैछिन भुटेँ मैले। त्यसपछि अब आफूलाई मनपर्ने साइजमा काटेको क्याप्सिकम र प्याज पनि राख्छु, एकैछिन फ्राई गर्छु। अब यो त काँचो काँचो नै खान मिल्छ नि त, त्यसैले गर्दा एकदमै पाक्ने गरी पकाउनु पनि पर्दैन। लगभग लगभग यतिको पाकिसकेपछि अघि न चट्ट डिप फ्राई गरेर तेलबाट तैराएर राखेको चिकन ओइरिने। त्यसपछि एकपटक चलाए जस्तो गर्ने, किनभने पिरमा टाँसिन डढ्न किन दिनु होइन। अब राखेँ मैले स्विट रेड चिल्ली सस, त्यसपछि राखेँ अलिकति केचप। यो केचप पनि कतिको राखेको मनपर्छ आफूलाई त्यो अनुसार राख्न सकिन्छ, धेरै थोरै जति मनपर्छ त्यति। मैले हरियो खोर्सानी पनि खुत्रुक्क खसालेँ, लास्टै मिठो लाग्छ क्या मलाई यो हरियो खोर्सानीको फ्लेभर। अनि बेला बेलामा यसो कुटुक कुटुक टोक्न पनि पाइयो नि त, त्यसैले गर्दा हजुरहरूले पनि राख्नु होला भन्न चाहन्छु। बच्चा बच्चीले पिरो खाँदैनन् भने चाहिँ हजुरहरूले यो पिरोलाई कटआउट गरिदिनु होला। मिडियम हिटमा चिल्ली यतिको फ्राई भइसकेपछि अलिकति काँचो प्याज पनि राखेँ मैले, त्यसै गरी हरियो प्याजको पात पनि थोरै राखेँ मैले। त्यसपछि सर सर चलाउँछु। हजुरहरूले यसमा अलिकति मरिचको धुलो पनि राख्न सक्नुहुन्छ, एकदमै मिठो फ्लेभर आउँछ। मेरो लागि चाहिँ यो मिठो चिकन चिल्ली चाहिँ बनेर तयार भइसक्यो। अब के गर्ने भन्दा एउटा सफा चट्ट परेको भाँडामा टक्क खन्याएर सजाएर राख्ने हो। त्यसपछि पाहुना आउँदा मजाले दिने अनि आफू पनि सँगै बसेर खाने, कति मिठो हुन्छ। यसरी बनाएको चिकन चिल्ली चाहिँ हजुरहरूलाई केसँग खान मनपर्छ? मलाई चाहिँ चिउरा, रोटी, होइन रोटीसँग त मिठो हुँदैन, त्यतिकै पनि खान मिठो हुन्छ होइन त। मेरो यो सानो प्रयासलाई यति बेलासम्म हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।